हेलो हेलो गाइज गुड मर्निङ एन्ड स्वागत छ सबैलाई यो मेरो मिनी ब्लगमा। अनि हाम्रो चाहिँ फेरि आज पनि कपिल वस्तुमा एकदमै हुस्सु लागेको छ। हुस्सुले गर्दा धेरै नै चिसो भएको छ। हजुरहरुकोतिर कस्तो छ मौसम कमेन्ट गर्नुहोला। अनि चाहिँ नानी बाबुहरुको स्कुल जाने बेला भइसकेको कारणले नानीहरु स्कुल जान लागेको छन्। नानीहरुको चाहिँ ड्रेस हिजो धोको नसकेको भएर आउट ड्रेसमै जाँदै छन्। आज लास्ट एक्जाम हो नानीहरुको। अनि त्यसपछि चाहिँ नानीहरु गइसकेपछि अब चाहिँ म पनि अब भित्रतिर बिस्ताराहरु मिलाउनु पर्यो भन्दै बिस्तारा मिलाउनतिर लागे। बिस्तारा मिलाइसकेपछि चाहिँ म चाहिँ अब खाना खान जानु पर्यो भनेर खाना किचनमा गए। अब खानाको तयारी गर्न थाले। अनि चाहिँ मेरो खानामा आज चाहिँ भात सिमी आलु र चनाको तरकारी दाल अनि अचार छ। अनि म चाहिँ एकदम अचार लभर गाइज। अनि त्यो अचार लभर भएको कारणले गर्दा सुरुमै चाहिँ अचारै टेस्ट गरे। खानामा अचार देखिसकेपछि मनैले नमान्ने। अनि त्यसपछि मेरो भिडियोहरू हजुरलाई कस्तो लाग्छ लाइक कमेन्ट एन्ड सब्स्क्राइब गर्नुहोला। आजलाई यति बाइ गुड डे।